तपाईहरूको नेशनल मंगोलियन अर्गनाइजेशनलाई किन भोट दिने? तपाईहरू जित्ने पनि होइन भनेर जनताहरू किन आफ्नो भोट खेर फाल्ने भनेर भनिरहेछन्? तपाई के भन्न चाहनुहुन्छ यो विषयमा? धन्यवाद तपाईलाई प्रश्नको लागि। तर पत्रकारज्यू, सबैभन्दा पहिला चाहिँ सही उच्चारण गर्न सिक्नुहोस्। हाम्रो पार्टीको नाम नेशनल मंगोलियन अर्गनाइजेसन होइन है। हाम्रो पार्टीको नाम हो मंगोल नेशनल अर्गनाइजेसन। त्यसैले सर्वप्रथम म तपाईलाई अनुरोध गर्न चाहन्छु, सही उच्चारण गर्न सिक्नुहोस्। अनि तपाईले भन्नुभयो हाम्रो पार्टीले जित्दैन। हामीले नजित्नु पर्ने कारण के छ ल भन्नुस् त? हामीले किन नजित्ने? हामीले के यो देशमा भ्रष्टाचार गरेको छ? हामीले के खोला नाला बेचेको छ? अनि हामीले के राष्ट्रघाती सन्धि एमसीसी जस्ता सन्धिहरू हामीले ल्याएको हो? अनि हामीले किन नजित्ने? हामीले नजित्नु पर्ने कारण छ। हाम्रो मंगोल नेशनल अर्गनाइजेसनको एजेन्डा के छ? लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता, समानता, स्वतन्त्रता र भातृत्व। यस्तो राम्रो एजेन्डा बोकेर हामी अगाडि बढिरहेको छ। अनि हामीले किन नजित्ने? अनि तपाईलाई थाहा छ त्यो मंगोल नेशनल अर्गनाइजेसनको बारेमा? यो भनेको के हो? यो भनेको यो देशको 80% मूलवासी मंगोलहरूको साझा संगठन हो। अनि हामी 80% छ। 80% भन्ने तपाईलाई थाहा छ? अनि हामी 80% भएको पार्टीले चाहिँ नजितेर त्यो 20% भएको खस आर्यहरूको पार्टीले मात्रै जितिरहने, त्यो कहाँको न्यायोचित कुरा हो? त्यसमा कहाँ सत्यता छ? त्यसैले अहिले मंगोल नेशनल अर्गनाइजेसन जित्दैन, यो पालि भोट भालेमा नहाल्नु, हामीलाई दिनु, अर्को पालि बरु हामी नै सघाउँछौँ भनेर त्यस्ता जुनहरू भ्रम छर्न आउँछन्। त्यो सब गलत हो। मंगोल नेशनल अर्गनाइजेसनको सिद्धान्त भनेको एकदम क्लियर छ हैन? त्यसकारणले यो पालि हामी जित्छौँ पनि, किनकि अब अरू पार्टीहरू सबैलाई चाहिँ टेस्ट गरिसक्यो र सबै पार्टीहरू फेलियर भइसकेको छ। अब जनताले विकल्पको रूपमा, वैकल्पिक शक्तिको रूपमा मंगोल नेशनल अर्गनाइजेसनलाई भोट दिनुको विकल्प छैन र भोट दिने छ भन्ने पनि हामीमा पूर्ण विश्वास छ। त्यसकारणले यो पालिको चुनावमा हामी बहुमत लिएर चाहिँ सरकारमा जानेछौँ। आम नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा पनि के अपिल गर्न चाहन्छु भने तपाईहरू यो पालिको निर्वाचनमा, चुनावमा तपाईहरूको भोट परिवर्तन गर्ने साहस गर्नुहोस्। हामी यो देश बनाउने, भ्रष्टाचारीलाई नियन्त्रण गर्ने तपाईहरूको सामु संकल्प गर्छौँ। धन्यवाद।